हेलो हेलो हामी चाहिँ एबिसी ट्रेक स्टार्ट गर्दैछौँ होइन पोखरादेखि। अहिले चाहिँ हामी बिहानको 7 बज्यो अनि हामी चाहिँ अब अहिले चाहिँ पोखराको अमरसिंह चोकबाट हामी जिरो जाँदैछौँ। जिरोबाट गाडी लाग्छ अनि जिरोबाट चाहिँ हामी गाडी चढ्छौँ अनि त्यसपछि भ्लगहरूमा हेर्दै गर्नु। पोखरा जिरोदेखि चाहिँ गाडी चढेर हामी झिनु डाँडाको लागि हिँडिसकेको छौँ। अहिले चाहिँ 8 बजेको छ। हामीहरू चाहिँ होइन झिनुबाट चाहिँ ट्रेकिङ स्टार्ट गरेर झिनुको उकालो चढ्दैछौँ। साह्रै सजिलो रहेछ, धेरै सजिलो उकालो चढ्दैछौँ अहिले हामी। अब चाहिँ हामी अप्पर सिनमा गएर बस्छौँ। त्यसपछि अरू बाँकी अरू नेक्स्ट भिडियोमा आउँदै गर्छ। यो चाहिँ हाम्रो मेमोरीको लागि रिल टाइम। पाउने 3 भयो, 3:15 मिनट छ। हामी 11:30 बजे तल झिनुबाट हिँडेको हो। पाउने 3 बजे चाहिँ हामी अहिले सोमरङको ओह्रालो झर्दैछौँ। हामी चाहिँ उपल्लो सिनमा गएर बस्ने भन्ने प्लानिङ छ। अप्पर सिनमा सरी अप्पर सिनमा गएर चाहिँ हामी बस्छौँ। अहिले चाहिँ अब झर्दैछौँ। अब झरेपछि फेरि उकालो पनि छ अरे, धेरै छ हिँड्नलाई साँझसम्म। तर झिनु डाँडादेखि चोमरङ आउन त एकदम त्यो उकालो रहेछ है। यस्तै उकालो, लास्ट उकालो लास्ट। अहिले चाहिँ हामी लोवर सिनेमामा पुगेर चाहिँ सबैजना ग्रुपमा बसेर खाजाहरू खाँदैछौँ। हामी चाहिँ हिजो फर्स्ट डेमा चाहिँ हामी झिनु डाँडादेखि हिँड्दै उपर सिनेमासम्म आएर बसेको थियौँ। अब आज चाहिँ हामी ब्रेकफास्ट गरेर चाहिँ 8 बज्यो अहिले। 8 बजे हामी अब हिँड्न स्टार्ट गरेको छौँ। अब हेरौँ आज हामी कहाँ गएर बसिन्छ। आउँदै गर्छौँ ल, हाम्रो भिडियो आउँदै गर्छ, हेर्दै गर्नु होला। हिजोदेखि ट्रेकिङ सुरु गरेर हिजो चाहिँ अप्पर सिनमा आएर बस्यौँ अनि अहिले चाहिँ हामी दोबान आइपुग्यौँ। कति बजी खाना खाँदैछौँ। हामी 12:30 भयो। हामी यहाँ चाहिँ दोबानमा खाना खायौँ। अब चाहिँ हामी हिमालयन गएर बस्ने हो। त्यही भएर लगभग एकछिन रेस्ट गरेर अनि त्यसपछि चाहिँ हामी स्टार्टिङ गर्छौँ फेरि। भ्यू पनि एकदम कस्तो राम्रो छ, कसरी देखाउँ मैले। हिमालयहरू सबै देखिरहेको यतातिर यस्तो राम्रो राम्रो भ्यू छ है। यस्तो कसरी देखाउँ मैले, यसरी देखाइरहेको छु। यस्तो हुँदो रहेछ कि हामीले जस्तो आँखाले देखिरहेको छ मोबाइलमा त्यस्तो क्याप्चर गर्नै नसकिने रहेछ कि है। कस्तो राम्रो देखिरहेको कि आँखाले भ्यू। वाउ छ कि जस्ट वाउ, नो वर्ड नो वर्ड। ओके, थ्याङ्क यू। हामी आउनुको बेस क्याम्पबाट चाहिँ यस्तो टाइपको फुलहरू चाहिँ धेरै नै देखिन्छ बाटोमा चाहिँ। हामी चाहिँ दोबानबाट खाना खाएर हिँडेको उपर दोबान हामी चाहिँ हिमालय पुग्ने बेला अब हामी सायद 1 घन्टा 1.5 घन्टा लाग्छ। अब हामी चाहिँ हिमालय 1-2 घन्टामा पुगेला देउस। अप्पर दोबान चाहिँ आइपुग्यो। ओके, हेरौँ। हेलो, हिजो चाहिँ हामी के ठाउँ रहेको छ नाम हिमालय आएर बस्यौँ। आज चाहिँ हामी हिमालयबाट एबिसी पुग्दैछौँ होइन। हिजो चाहिँ भिडियो बनाउनै बिर्सेछ कि पुगेर।
हामी सबैजना एकदम रमाइलो भइरहेछ है कस्तो भइरहेछ गाइस रमाइलो भइरहेछ खुट्टा पनि दुखिरहेछ धेरै दुखिरहेछ ल अब अब यही चाहिँ अब कति बजी हामी हिँड्न लाग्यो खै कति बजी हो अहिले 7:30 भयो लगभग अब हामी यहाँ हिमालयबाट लागेको एबिसी कति बेला पुग्छ हजुरलाई इन्फर्म गर्नेछौँ हामी चाहिँ के अरे हिमालयनबाट हिँडेर अब चाहिँ यो माथि लगभग देउराली पुग्न लाग्यौँ देउराली चाहिँ उता देखिरहेछ होइन देउराली चाहिँ हामी यतापट्टि चाहिँ डाँडामा यसो थकाइ मारेर बसेको कति राम्रो हिमाल देखिरहेछ कस्तो अग्लो अग्लो पाहाड कस्तो हिउँले चिरेको कति राम्रो यस्तो के आर्ट गरे जस्तो डाँडा छ कि डाँडा पनि म केही बोलिनँ किनकि के अरे एनर्जी पनि सेभ गर्नु त्यही भएर म चाहिँ भनेको देउराली पुग्छौँ धेरै टाढा छैन अब देखिरहेको छ यहाँबाट अब एकैछिनमा पुग्छौँ देउराली अनि रेस्ट गरेर अनि फेरि एमबिसी पुगेर खाना खाने हो ओके हामी चाहिँ अब एमबिसी पुग्ने क्रममा छौँ हिमालहरू चाहिँ कस्तो राम्रो देखिन लागिसकेको छ बाटो चाहिँ अब यो खोलाको छेउछेउ छ तलदेखि तल यतिबाट हिँड्दै हिँड्दै आएर यस्तो राम्रो भ्यूहरू हेर्दै हेर्दै आएको छौँ यस्तो भ्यू देखिरहेछ हामी चाहिँ अब एमबिसी लगभग पुग्ने बेला भइसक्यो हाम्रो सिन चाहिँ यस्तो खतरा दामी छ है अनि हाम्रो पार्टनरहरू चाहिँ यहाँ हुनुहुन्छ हाम्रो सहयात्रीहरू साथीहरू स्वर्ग जानलाई ढुङ्गा र माटै हुन्न भन्थे बोल्न नि सकिएन तर यहाँ त ढुङ्गा र माटो डाँडा र काँडा भन्दा केही रहेनछ एकदम गाह्रो भइरह रुगा र खोली लगाइरह र पनि म हिँडेको छु साथीहरू त्यसरी न्याउरो हुनुभएको छ अब आउँदै गरेको हुनुहुन्छ कोही प्लानिङ गर्नुभयो होला उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ उहाँहरूलाई चाहिँ तपाईँहरू छिटो गएर फर्किन्छु भनेर चाहिँ नआउनु आइअल्छिको कुरा हो होइन अलिक टाइम लिएर चाहिँ आउनु पर्यो टाइम लिएर कम्तीमा पनि बस्दै आनन्दले बस्ने अल्टिट्युड मिलाउँदै आउनु होला किनकि अब हामी आज हिमालयबाट सिधै एबिसी जान लागिएको छ किनकि 2900बाट 4000मा जाँदाखेरि हामीलाई चाहिँ अहिले अब लगभग 3700को हाइटमा आउँदाखेरि नि अलिकति अनइजी फिल भएको छ भनेपछि अब माथि झन् गाह्रो हुन्छ हामीलाई थाहा छ त्यसरी चाहिँ नआउनु होला किनकि हाम्रो बुकिङै त्यस्तै भएर हामीलाई अहिले गाह्रो छ साथीहरू माथि पुगिसक्नु एमबिसी छौँ होइन एमबिसीमा हामी चाहिँ कति बजी भन्दाखेरि 2:30 बजे लगभग 1:30 बजे आएको थियौँ अनि बसेर खानासाना खाएर 3 बजी चाहिँ हामी एबिसीको लागि हिँडेका छौँ अलिअलि लेक लाग्दैछ है अलि सास पुग्न गाह्रै छ हामी बल्ल बल्ल एमबिसीदेखि हिँड्दै आएको यहाँको भ्यू देख्दा यस्तो थकाइ लागेको थियो है अमेजिङ भ्यू के आमामामा यो देख्दा चाहिँ यस्तो दामी भ्यू देख्या नि यहाँ खतरा कि खतरा यस्तो दामी भ्यू वाउ अनि हामी बस्ने ठाउँ चाहिँ त्यहाँ हो यहाँ पनि थोरै देखिरहेछ अब हामी चाहिँ त्यहाँ पुग्नु पर्ने हो आज हामी चाहिँ त्यहाँ गएर बस्छौँ तर रमाइलो भइरहेछ साथीहरू त ढल्ने जस्तो भइरहेको थियो तर अहिले चाहिँ भ्यू देखेर उनीहरू एक्टिभ भइरहन् होइन तर वाउ कि झोला पनि राखेको होइन क्या हामी त्यति यो भ्यू देखेर नि आमा यस्तो कि वरिपरि सबै हिमाल ओ माई गड अब यो ट्रेकिङको प्लान बनाएर नआउनेलाई त रिग्रेट हुँदैछ होला नि अहिले साँझको 5:50 भयो फाइनल्ली अन्नपूर्ण बेस क्याम्प आइपुगेको छु ओ माई गड फाइनल्ली